एकैछिन रोकिनुहोस्, बझाङकी यी बहिनीको स्वर सुन्नुहोस्। कहिलेजी कटाउने माया सम्झेर रुनी है, सिरानीमा हात राखी आँसुले धुनी है। बझाङबाट गायिका बन्न काठमाडौँ आएकी सन्जिताको आवाज जति सुन्यो उति सुनिरहु लाग्छ। हो तिम्रो बोलीमा के छ र भुलाउने, हो तिम्रो हाँसोले फुलै फुलाउने, अल्झिए मत रेशम जल थप्यो के रे, दिएको बोली रेशम वचनै नफेरे, अल्झिए मत रेशम जल थप्यो के रे, दिएको बोली रेशम वचनै नफेरे। दर्शकवृन्द, उनी हुन् सन्जिता नेपाली। कसैले उनीलाई भनेछ भोइस अफ नेपालमा गएपछि त गायिका भइन्छ भनेर। त्यही अनुरूप सन्जिता भोइस अफ नेपालसम्म पुगिन्, तर विडम्बना सोचे जस्तो भएन। धेरै सहभागी बीच प्रतिस्पर्धा भएर हुन सक्छ सन्जिता फालिनु पर्यो। सन्जिताले भोइस अफ नेपालको ब्लाइन्ड अडिसनमा गीत गाएको मैले सुनेको थिएँ, हेरेको थिएँ र मैले एउटा फेसबुकमा स्ट्याटस पनि लेखेको थिएँ, यति मिठो गीत गाउने मान्छेलाई मैले किन भेटिनँ भनेर। र आज फाइनल्ली सन्जिता बहिनीसँग मेरो भेट भइसकेको छ। बहिनीसँग भेट भइरहँदा म भिडियो नखिची बस्न सकिनँ। म सोचिरहेको छु यति मिठो गीत गाउने मान्छे भोइस अफ नेपालबाट कसरी फालियो होला भनेर। जहाँ तिमी त्यहाँ म हुन नपाउँदा, तिमी रुँदा तिमी सँगै रुन नपाउँदा, माया बोक्ने मुटु नै काटे जस्तो भो, मैले टेक्ने धरती नै फाटे जस्तो भो। बहिनी नमस्ते। नमस्कार दाइ। तमी निकी छौ? निकै छु दाइ, तमी कसा छौ? म पनि निकै छु। हजुर। मिल्यो? हजुर मिल्यो। आउँछ अलिअलि। ओके, बहिनी सन्जिता, सुरुमै मैले सुरुवात गर्न चाहेँ। भोइस अफ नेपालमा गायिका बन्छु भनेर आए कि तिमी? अहिले यात्रा टुङ्गिएको छ, बिचमा रोकिएको छ। यति मिठो स्वर कसरी बाहिरियो होला भनेर सोचिरहेको छु कि मैले। अब प्र्याक्टिस पुगेन कि के पुगेन? प्र्याक्टिस पुगेन जस्तो लागिरहेछ। हो। हजुर। भोइस अफ नेपालबाट बाहिरिँदा फेरि कस्तो मन खिन्न त्यस्तो केही भयो? हजुर एकदमै भयो नि। म त अब त्यतिखेर हुन त सुटिङ त अगाडि नै हुने हो, त्यतिखेर भन्दा पनि पछि टिभीमा आइसकेपछि चाहिँ अलिकति चित्त दुख्दो रहेछ कता कता। तर ठिकै छ, अब आफ्नो एउटा रहर भएको कारणले चाहिँ म भोइस अफ नेपालमा गएको थिएँ। आफ्नो फोचेयर टर्न गर्ने पनि एकदमै ठुलो सपना थियो भोइस अफ नेपालमा, त्यो पुरा गरेँ। अनि पछि ब्याटल पनि पार गरेँ, अनि त्यसपछि नकआउटमा चाहिँ हुन सकेन। त्यसको लागि अब अलिकति कता कता नरमाइलो जस्तो पनि भइरहेछ। तर अहिले चाहिँ खुसी छु दादा, हजुरको आशीर्वाद मेरो शिरमा छ, त्योभन्दा ठुलो कुरा के नै हो र। हजुरले ब्लाइन्ड अडिसनमा नै मलाई मेसेज गर्दाखेरि नै मलाई चाहिँ अब म चाहिँ केही न केही छन्, म यहाँबाट जतिसम्म पुग्न सके पनि भए म द भोइस अफ नेपालमा म धेरै नै मेहनत गर्नेछु। नभए मलाई चाहिँ मेरो प्रतिभालाई चाहिँ हाम्रो तपाईँले सरले चाहिँ एकदमै मन पराइदिनु भएको छ, मलाई मेसेज गर्नुभएको छ भनेर पनि ढुक्क थिएँ दादा। हजुरले सपोर्ट गर्नुभयो, त्यही नै ठुलो कुरा हो।
भोइस अफ नेपालको अडिसन राउन्डमा होइन ब्लाइन्ड हुन्छ होइन त्यो ब्लाइन्ड अडिसनमा 4वटै कुर्सी घुमाउन सफल हुनुभएको थियो त्यो पनि सुरुमै खेमले बजाउनु भएको थियो लगभग त्यो मलाई लाग्छ 10-15 सेकेन्डमै तिमीले गीत गाएको उहाँले टर्न गर्नुभएको थियो त्यसपछि अरूले होइन सबैजनालाई फर्काउन सफल भएको तिमी होइन मैले के सोचेको थिएँ भने भोइस अफ नेपालको विजेता हुन्छन् सन्जिता भन्ने सोचेको थिएँ सायद दर्शकहरूले पनि सोच्नु भएको थियो होला सन्जिताको आवाज कति मिठो छ आहा सन्जिता नै हुनुपर्छ भोइस अफ नेपाल भन्ने तेरोले सोच्नु भएको थियो होला तपाईँको मनसँगै सबैको मन भाँचियो होइन सबैको मन दुखियो जब तपाईँ फालिनु भयो भोइस अफ नेपालबाट बाहिरिनु भयो केही छैन अब द भोइस अफ नेपालबाट पनि एउटा साङ्गीतिक भित्र छिर्ने एउटा मौका पाएँ के हो अलिकति धेरै जसो मैले अनुभवहरू पनि सिक्न पाएँ बटुल्न पाएँ अब कन्टिन्यू गर्नेछु छोड्ने छैन अनि त्यही हो अब कम्पिटिसन हो बहिनीले मुख्य कुरा दिमागमा राख्नुपर्ने के भने भोइस अफ नेपाल मात्र होइन भोइस अफ नेपालबाट बाहिरिँदैमा मेरो साङ्गीतिक करियर सकियो भन्ने चाहिँ बहिनीले सोच्नु भएन है बहिनीको आवाज मिठो नभएको भए म बहिनीलाई भेट्न बहिनीसँग भेटिसकेपछि यसरी दर्शकहरूमा भिडियो बनाएर राख्नको लागि म यसरी तयार हुँदैन थियो होला बहिनीको आवाज मिठो छ जादुमय छ होइन एकदमै मिठो छ एकदमै मिठो दर्शकहरूलाई पनि त्यो मन परेको छ मलाई थाहा छ होइन त्यो कारणले गर्दा यो प्रतिभालाई चाहिँ मर्न दिनुहुन्न भोइस अफ नेपालबाट फालिएपछि अब मेरो यात्रा साङ्गीतिक यात्रा सकियो भन्ने तिमीलाई लागेको छ भने त्यो नसोच्नु है अनि अर्को कुरा मैले तिमीलाई तिम्रो अन्तर्वार्ता लिन खोजेको किनभने बझाङ जस्तो एउटा विकट जिल्ला होइन तिमी बस्ने अझ त्यो ठाउँ कति विकट छ तिमीले सुनाएकी थियौ त्यो ठाउँमा बस्ने तिमी होइन आज काठमाडौँमा आइरहँदा निराश हुन नपरोस् यति मिठो स्वर रहँदै हुँदै पनि साङ्गीतिक क्षेत्रबाट बाहिरिन नपरोस् यस्तो मान्छेलाई चाहिँ साथ सपोर्ट दिनुपर्छ है भन्ने लागिसकेपछि मैले यो सानो भिडियो बनाएको छु बहिनी है तपाईँलाई सपोर्टको लागि धेरै माथिसम्म पुग्नुहुन्छ यो मैले विश्वास लिएको छु है म ढुक्क छु ल अब यो कुराकानीलाई चाहिँ बिस्तारै अगाडि बढाउनु पनि पर्छ होइन अब दर्शकहरूलाई सँगै बिचबिचमा गीत पनि सुनाउनु पर्छ अब एउटा मिठो गीत बहिनीलाई जुन मन लाग्छ त्यही एउटा मिठो गीत सुनाइदिनु तिमीसँगै जुनी काट्ने अधिकार भए तिमीलाई माया गर्ने अधिकार भए म त ज्यानकै बाजी लाउन तयार थिएँ म त दुनियाँलाई भुल्न तयार थिएँ तिमी त अर्कैको भइसकेछौ सिन्दुर पोते अर्कैलाई लाइसकेछौ कसम खाइसकेछौ तिमीसँगै जुनी काट्ने अधिकार भए मिठो मिठो मलाई त जति सुन्यो उति सुनिरहनु लागिरहेको छ बहिनीको आवाज बहिनीको स्वर होइन पक्कै पनि दर्शकहरूलाई पनि मन परेको छ होला तपाईँ धेरै धन्यवाद दाइ हजुरले मेरो आवाज मन पराइदिनु भयो अनि धेरै माथि पुग्नुहुन्छ बहिनी एकदम मिठो स्वर छ होइन उहाँ सर पनि एकदमै कति मन पराउनु भएको छ कति मन पराउनु भएको छ उहाँले पनि अघिदेखि नै उताबाट होइन राम्रो छ भनिरहनु भएको छ सबैजनाले मन पराउनु भएको छ होइन पक्कै पनि मलाई त्यो विश्वास छ है अब अलिकति बहिनीको पारिवारिक कुराहरू पनि गरौँ है बहिनीको घरमा को हुनुहुन्छ मेरो घरमा बाबा मम्मी अनि म बहिनी दाइ भाउजू हुनुहुन्छ बाबा मम्मी तिमी बहिनी दाइ भाउजू अहिले सबैजना एकै ठाउँ हुनुहुन्छ कि छैन बुवा चाहिँ इन्डियामा हुनुहुन्छ काम विशेषले जानुभएको काम विशेषले भन्नाले रोजगारी गर्नुहुन्छ त्यतै हजुर अलिकति प्रोग्रामको लागि चाहिँ जानुभएको थियो प्रोग्राम भन्नाले के हो
त्यहाँ चाहिँ हाम्रो बझाङको सुदूरपश्चिमको मान्छेहरू चाहिँ मेरो बुवा देउडा कलाकार हुन्। ए गीत गाउनुहुन्छ बुवाले पनि? हजुर हजुर देउडा कलाकार हुन्। त्यो भएर चाहिँ अब पुरानो कलाकार पुरानो मान्छेहरू चाहिँ प्राय हाम्रो गाउँमा चाहिँ इन्डियातिर नै बस्नुहुन्छ गाउँको मान्छेहरू। अनि त्यहाँ चाहिँ एउटा बुवालाई चाहिँ सम्झेर बोलाउनु भएको थियो, त्यो विशेषले जानुभएको छ। भनेपछि गीत गाउनै जानुभएको छ? हजुर। यो बुवा पनि गायक, अब छोरी पनि गायिका हुने होला। हजुर। अनि मम्मी पनि गायिका हो? अलिकति गुनगुनाउनुहुन्छ, मम्मी पनि गाई प्रोफेसनल्ली चाहिँ हुन्न, तर धेरै पहिला चाहिँ गाउनु भएको थियो, क्यासेट निकाल्नु चाहिँ भएको थियो, प्रोफेसनली चाहिँ गाउनु भएको छैन, कलाकार चाहिँ हुनु। एउटै घरमा अब दुईजना कलाकार हुने भयो है? हजुर हजुर। अरू कसैले त गाउनुहुन्न नि? दाइले पनि गाउनुहुन्छ। दाइले पनि गीत गाउने? हजुर। हो, दाइ पनि कलाकार हो कि अथवा अलिअलि गुनगुनाउनुहुन्छ? कलाकार नै हुन्, दाइले त गीतहरू पनि निकाल्नु भएको छ, देउडा कलाकार हुन्। ए उहाँ पनि देउडा कलाकार हुनुहुन्छ? हजुर। ए बुवा पनि देउडा कलाकार? हजुर। अनि छोरा पनि तपाईँको दाइ पनि देउडा कलाकार? हजुर। अनि छोरी पनि अब के देउडा कलाकार हुने हो कि सबै कलाकार? सबैलाई समेट्ने? सबैलाई समेटौँ। होइन, तपाईँले अरू गीत पनि राम्रो गाउनुहुन्छ, देउडा मात्रै होइन है? सबै तपाईँको स्वरै मिठो छ, स्वरमै सरस्वतीको बास छ बहिनी। अनि बहिनीको घर बझाङको कुन ठाउँ? बझाङको चौडाम। बझाङको चौडामको गाउँपालिका कि? केदारछिउ गाउँपालिका हो। अनि चौडाम चाहिँ गाउँको नाम हो। ठाउँ कस्तो छ त्यो ठाउँ? एकदमै राम्रो छ नि। राम्रो छ? हजुर, एकदमै राम्रो छ, धेरै राम्रो छ। हजुर। यहाँ के लागेको छ बहिनी त्यो ठाउँ त? चाहत परेछ ल। अनि बहिनीले अब मिठो गीत गाउनुहुन्छ, त्यो त अब मैले दर्शकहरू माझ भनिरहनु पर्ने कुरा पनि भएन होइन? एउटा फेरि एउटा गीत सुनौँ अनि त्यसपछि फेरि कुराकानी अगाडि बढाउँला है? म भनौँ? हुन्छ भन्नु न हजुरले। मलाई के लाग्यो भने तपाईँले पुरानो गीतहरू पनि राम्रो गाउनुहुन्छ होला है? हजुर, अलिकति ट्राई गर्छु। एउटा कुरा सोधिहालेँ, तपाईँलाई चाहिँ मनपर्ने कलाकार कुन हो? अन्जु पन्त। अन्जु पन्त? हजुर। उहाँको बझाङमा चाहिँ उहाँको गीतहरू रेडियोमा आउँथ्यो हाम्रो पहिला, अनि मेरो सानीमाले चाहिँ एकदमै सुन्नुहुन्थ्यो कि, अनि त्यहाँबाट सुन्दा मैले पनि उहाँको गीत सुनेर नै म यो आधुनिकतिरको गीतहरू जे होस् भर्सटाइल गीतहरू चाहिँ गाउने भएको, प्र्याक्टिस गर्दै। बहिनी अन्जु पन्तको फ्यान? हजुर दाइ। अन्जु पन्तको गीतहरू त धेरै आउँछ हो? एकदमै ठुलो। ल त्यसो एउटा अन्जु पन्तकै गीत एउटा सुनौँ कुनै। नबिर्से तिमीलाई नपाए तिमीलाई हो, नबिर्से तिमीलाई नपाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, नबिर्से तिमीलाई नपाए तिमीलाई। मिठो। कस्तो गाए जस्तो लाग्छ? ठिकै। कस्तो गाउँछ जस्तो लाग्छ? मलाई चाहिँ ठिकै लाग्छ। ठिकै लाग्छ? हजुर, ठिकै लाग्छ। धेरै कुराहरू सिक्नुपर्छ कि जस्तो पनि लाग्छ। हो? हजुर। त्यसो भए सङ्गीत सिक्नु भएको छैन तपाईँले? धेरै सिकेको छैन, 4-5 महिना जति चाहिँ क्लासहरू जोइन गरेको थिएँ। ए 4-5 महिनाले त के हुन्छ र? सारेगमपा मात्र। ए सारेगमपा मात्रै अलिअलि? हजुर हजुर। तर गीत गाउन सुरु गरेको चाहिँ मैले बचपनदेखि नै हो, जे 10-12 वर्षको उमेरदेखि नै हो। बुवाबाट सिकेको हो मैले सङ्गीत। अनि हाम्रो घरमा एउटा सानो हार्मोनियम थियो, अनि त्यहाँबाटै मैले गीत गाउनै सुरु गरेको हो कि आफ्नो साधना अलिअलि। घरमै साधना गर्नुभयो? क्लास जोइन गरेर चाहिँ मैले त्यसरी चाहिँ 4-5 महिना मात्र गरेको थिएँ, कलेज भएको कारणले चाहिँ त्यति टाइम दिन सकेन। अनि तर गाउन थालेको चाहिँ बचपनदेखि नै हो, 10-12 वर्षको सानैदेखि? हजुर हजुर। क्लास स्कुलहरूमा प्रोग्रामहरू हुन्थ्यो, अब बुवा कलाकार भनिसकेपछि त्यहाँ हामीहरूलाई यत्तिकै पनि गीत गाउन लगाइहाल्नुहुन्थ्यो कि, अलिकति फ्राइडे प्रोग्रामहरू हुने बित्तिकै। अनि त्यहाँबाट चाहिँ
म अब गीत गाउँथेँ, गीत गाउँदा गाउँदै सबैले राम्रो छ भनेपछि चाहिँ अनि आफू चाहिँ ए म पनि गीत गाउने रहेछु है त भन्ने लाग्यो। अनि त्यहाँबाट चाहिँ मैले सुरु गरेको। भनेपछि तपाईँले त अहिलेसम्म गीत रेकर्ड पनि गरिसक्नु भयो होला है? हजुर, त्यस्तो प्रोफेसनल्ली चाहिँ छैन। जे होस् देउडा गीतमा चाहिँ अब दाइले गाउन जाँदाखेरि चाहिँ अब यसो अलिकति बहिनीलाई पनि अवसर दिउँ न त भनेर अब काहीँनिर फ्याट्टाफुट्टा त्यस्तो गीत भनेर मेरै नामको टाइपको चाहिँ गाएको छैन। ए अफिसियल गीत छैन? छैन। ए अफिसियल गीत गाउनु भएको छैन तपाईँले? छैन, त्यसरी चाहिँ गाएको छैन। ए मैले त सोचेको बहिनी भोइस अफ नेपालसम्म पुगिसक्नु भएको छ भने जस्तो गीत रेकर्ड गरिसक्नु भयो होला भन्ने सोचेको। अफिसियल गीत रेकर्ड भएको छैन? छैन। त्यो जस्तो कि कभर गीतहरू, अरूले गाएको गीतहरू त्यस्तो चाहिँ गाउनु भएको छ? कभर गीतहरू चाहिँ गाएको छु। ए कभर गीतहरू चाहिँ गाउनु भएको छ। स्टुडियोमा पसेर त्यो स्टुडियोभित्रको त्यो महसुस भएको छ, फिल रेकर्डिङ यसरी गर्छन् भन्ने अलिअलि थाहा छ? अलिअलि दाइले गाउनुहुन्छ नि त, अनि म दाइसँगै त्यहाँ स्टुडियोहरू गइराख्ने हुन्थेँ कि। अनि त्यही भएर दाइको पछि लाएर? हजुर हजुर, दाइले पनि लग्नुहुन्थ्यो। दाइले गीत गाएको देख्दाखेरि मैले पनि यस्तै गीत गाउन पाएँ अथवा म पनि एउटा ठुलो गायिका बन्न पाएँ कस्तो हुन्थ्यो होला भन्ने मनमा थियो? छ? एकदमै छ नि दादा, एकदमै छ। अनि दाइले स्टुडियोमा लग्दाखेरि त्यो अनुभवहरू अलिकति भोगेको छु। त्यही त अब हिजो नै आएको थियो होइन बहिनीको त्यो प्रोग्राम, बहिनीको मैले हेरेँ होइन कस्तो गीत गाउनु भएछ त भनेर हेर्दाखेरि मलाई कस्तो दुःख लाग्यो होइन। बहिनी त्यहाँबाट नै बहिनीको यात्रा सक्यो भोइस अफ नेपालको होइन। त्यो कुराले एकदम मलाई चाहिँ एकदमै दुःखी पनि बनायो साँच्चैकै होइन। किनभने चाहिँ एउटा बझाङदेखि केही बन्छु केही गर्छु भनेर आएको होइन बहिनी होइन, बिचबाटै अब त्यो यात्रालाई भोइस अफ नेपालको यात्रा सकिनुले चाहिँ मलाई चाहिँ एकदमै बिचरा बहिनीलाई कस्तो पिर पर्यो होला भन्ने हिसाबले होइन। त्यो चाहिँ मलाई पनि पर्यो होइन, मलाई पनि भयो त्यस्तो चाहिँ होइन, बहिनीलाई पनि त्यस्तो भयो। मलाई चाहिँ पिर भन्दा पनि भोइस अफ नेपालमा जानु मेरो लागि एकदमै अलिकति धेरै जसो अनुभवहरू पनि बटुल्न पाएँ। अनि नकआउटमा चाहिँ बाहिरिन पर्दा चाहिँ कस्तो सोचेँ भन्दाखेरि अब मेरो प्रतिस्पर्धी पनि एकदमै राम्रो प्रतिभावान हुनुहुन्थ्यो नि त। अनि त्यो कारणले चाहिँ अब ठिकै छ भन्ने लाग्यो, उहाँ पनि डिजर्भ गर्नुहुन्छ। हजुर, 3 जना हुनुहुन्थ्यो नि तपाईँहरू, 3 जना मध्ये 1 जना सिलेक्ट हुनुभयो। जो सिलेक्ट हुनुभयो उहाँ दृष्टिविहीन पनि हुनुहुन्छ होइन। उहाँ सिलेक्ट भएकोमा सबैजना खुसी पनि थिए हुनुहुन्छ होला पक्कै पनि? म पनि थिएँ, म पनि खुसी नै थिएँ किनभने एकदमै राम्रो पनि गाउनुहुन्छ। तर अब कम्पिटिसन हुँदाखेरि कता अलिकति मन त दुख्छ, म पनि जान पाएको भए हुन्थ्यो भनेर। तर ठिकै छ। जो आयो नि, जो सिलेक्ट भयो नि, खुसी हुनुहुन्छ तपाईँ? एकदमै खुसी नै। कस्तो राम्रो, सधैँ यस्तै पोजिटिभ सोच्नुपर्छ है बहिनी जसको बारेमा पनि। किनभने अहिले अवसर उहाँले पाउनु भएको छ नि, भोलि बिहान तपाईँले पाउनुहुन्छ त्यो अवसर होइन। तर जे हुन्छ राम्रोको लागि हुन्छ। बहिनी फेरि भोइस अफ नेपालमा नफालिएको भए भोजराज थापासँग भेटै नहुने। त्यो पनि हो दादा होइन। भोइस अफ नेपालबाट बहिनी फालिनु भयो अथवा भोइस अफ नेपालको एउटा यात्रा समाप्ति भयो र अब भोजराज थापाको साथ बहिनीलाई छ है। हजुर त मेरो लागि भगवान् जस्तै बनेर आउनुभयो दादा। सबैजनाले भन्नुहुन्थ्यो भगवान् हुनुहुन्छ भनेर। आज चाहिँ साँच्चीकै विश्वास पनि लाग्यो। तपाईँले मलाई अब नयाँ प्रतिभाको खोजी हो नि त खासमा हुनुपर्ने, तर तपाईँले मेरो लागि मेरो आवाज मन पराइदिएर म भोइस अफ नेपालमा गएको भएर पनि मलाई यो नानीलाई चाहिँ पछाडि हट्न चाहिँ दिनु हुँदैन भन्ने कुरा एउटा सोचेर मलाई भन्नु पनि भयो। अनि त्यो कारणले मलाई सपोर्ट, मेरो लागि त भगवान् जस्तै भनेर आउनुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई। भगवान् होइन दादा है है दाइ भन्ने। अब यस्तो हो नि त दादा, हाम्रो अब सङ्गीतमय भए पनि सुदूरपश्चिमको मान्छेलाई त्यति थाहा हुँदैन नि त। यतातिर सङ्गीतकारहरू चिनेको पनि छैन। अरूलाई जे जस्तो थाहा भए पनि मलाई चाहिँ त्यति थाहा छैन। अब दादा पनि आफ्नै स्ट्रगलमा हुनुहुन्छ। त्यति अब मेरो लागि गर्ने टाइम त आउला। आफ्नै स्ट्रगलमा हुनुहुन्छ दादा पनि अहिलेसम्म पनि।
अब अगाडि बढ्ने क्रममै हुनुहुन्छ अनि बुवालाई पनि त्यति धेरै पुरानो कलाकार हुन् हैन म जन्मिसकेपछि चाहिँ बाबाले क्यासेटहरू निकाल्नै छोडिसकेको थियो त्यति पुरानो कलाकार हुन् अनि त्यो कारणले चाहिँ हामीलाई त्यति थाहा छैन आजभोलि त अब संगीतकार कसरी भेट्नुपर्छ कोसँग कसरी कुरा गर्नुपर्छ भन्ने थाहा नभएको कारणले चाहिँ अब आफ्नो अब घरमा पनि अब आफै लगानी गरेर पैसा तिरेर गीतहरू रेकर्ड गर्ने अवस्था पनि भएन अनि त्यो कारणले चाहिँ एकदमै खुसी लागेको छ केही हुन्छ कि भन्ने छ हैन के अब केही भइहालोस् म पनि भगवानसँगै प्रार्थना गर्छु हैन बहिनीको लागि केही होस् राम्रै होस् हैन अहिलेसम्म मैले अन्तर्बाट लिइरहेको सबैजनाको राम्रो भइरहेछ बहिनीलाई पनि राम्रो होस् पछाडि हट्न नपरोस् भोइस अफ नेपालको यात्रा मात्रै त्यही मेरो यात्रा थियो भन्ने चाहिँ बहिनीले सोच्नुहुन्न है अझै मेहनत गरेर अगाडि बढ्नको लागि बहिनीलाई मेरो साथ सपोर्ट चाहिँ जहिले पनि रहन्छ है बहिनी है जहिले रहन्छ अनि अहिले चाहिँ तपाईँ यता काठमाडौँ बसिरहनु भएको छ हो हजुर अहिले चाहिँ हजुरबुवाहरूसँग बसिरहेको छु हजुरबुवाहरू यता काठमाडौँ हुनुहुन्छ हजुर मामा घरपट्टिको बसिराख्नु भएको छ कस्तो आफ्नै घर हो कि उहाँहरू चाहिँ भाडामा बस्नुहुन्छ हैन उहाँहरू पनि भाडामै बस्नुहुन्छ फ्ल्याटहरू लिएर बसिरहनु भएको छ सजिलो भयो छ है बस्न त हैन एकदमै सजिलो मलाई कति धेरै हेल्प गर्नु भएको छ म यता काठमाडौँमा बस्दाखेरि अब त्यहाँ अडिसन दिन जाँदाखेरि पनि यतै बसे एकदमै सपोर्ट गर्नुभएको छ ब्ल्यान्ड अडिसनदेखि लिएर अनि त्यहाँ नकआउटसम्म पुगुन्जेल मलाई त्यहाँ अब काम हुन्छ हैन पसलहरू नै बन्द गरेर मसँग गइदिनु भएको छ कस्तो राम्रो योभन्दा ठुलो कुरा के नै हुन्छ र कस्तो सपोर्टिङ गर्ने एउटा परिवार तपाईँले पाउनु भयो हैन एकदमै म धेरै धन्यवाद दिन चाहन्छु तपाईँको हजुरबुवाहरूलाई हैन जे यसरी सपोर्ट साथ हैन काठमाडौँ जस्तो ठाउँमा राखेर हैन अहिले यहीँ पनि आउनु भएको छ मेरो पछाडि पनि हुनुहुन्छ मेरो अगाडि हुनुहुन्छ मुस्किराइरहनु भएको छ हैन मलाई म धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई यो साथको लागि बहिनीलाई जुन सपोर्ट गर्नुभएको छ माया गर्नुभएको छ अब के छ अब अन्तिमतिर पनि छौँ हामी हैन एउटा कुनै मिठो गीत सुन्ने हुन्छ म मेरो बुवाको गीत चाहिँ सुनाइदिन्छु ल हुन्छ बाट तले बाट माथि प्याउली फुलन्न बाट तले बाट माथि प्याउली फुलन्न उइला गैला चैतै महिना न्याउली डुलन्न क्या राम्रो देउराको झुलो वारिपारि खेती क्या राम्रो देउराको झुलो वारिपारि खेती जन्म्या ठाउँको बौलो माया किन लाग्छ यति जन्म्या ठाउँको बौलो माया किन लाग्छ यति कस्तो मिठो गीत गाउनु हुँदो रहेछ होइन मैले नबुझे पनि अलिअलि बुझ्ने प्रयास गरेँ दर्शकहरूले पनि बुझ्नु भएको छ होला कतिपयले जन्मेको ठाउँको वर्णन गरेको है ठिक छ मिठो छ ओके अब होइन हामी अन्तिमतिर पनि छौँ है एउटा अझै सुनौ कि जस्तो लागिरहेछ एउटा मिठो गीत अनि बहिनीलाई पनि सुनाऊ कि लागेको होला कुनै एउटा गीत कुनै सुनौँ न है जो भाग्यमा कोरिएका सुख दुःख स्वीकार्य छन् जो भाग्यमा कोरिएका सुख दुःख स्वीकार्य छन् केही तिता पल केही मिठा पल सबै स्वीकार्य छन् यी हातहरू प्रशस्त छन् भो सान्त्वना मलाई नदेऊ यति धेरै माया दे यस्तो मिठो आवाजलाई तपाईँहरूमा सुनाएको छु बहिनीलाई मन पराइदिनु होला भन्न चाहन्छु बहिनीको स्वरलाई मन पराइदिनु होला र मन परेको छ भने फेरि यो भिडियोलाई सेयर पनि गरिदिनु होला भन्न चाहन्छु हेर्नुहोस् त कस्तो मिठो आवाज कति मिठो स्वर होइन बहिनीले कतिमा पढ्नुहुन्छ अहिले
मैले ल्याब टेक्निसियन पढेको 3rd इयर ल्याब डिप्लोमा हजुर अब त सपना अनि आफ्नो रुचि चाहना भनेकै गायिका बन्ने होला हजुर पढेर गल्ती गरे त छैन नि होइन त्यो चाहिँ एकदमै फर्स्ट प्रायोरिटीमा नै थियो मेरो त्यो कारणले मैले त्यही भएर फर्स्टमा चाहिँ आफ्नो एजुकेसन पुरा गरेँ अनि त्यसपछि बल्ल साङ्गीतिक क्षेत्रतिर लागेँ हजुर बहिनीको जादुमय स्वर सुनिरहँ जस्तो लागिरहेको छ तर अब हामीसँग धेरै समय छैन होइन हामी फेरि छिट्टै भेट्नेछौँ थाहा छैन होइन दर्शकहरूले रुचाउनु भयो भने हामी के थाहा रेकर्डिङ स्टुडियोमा पो भेट हुन्छौँ कि है कि अब अन्तिममा जाँदा जाँदै दर्शकहरूलाई केही भन्न मन छ होइन जे मनमा छ नि त्यही कुरा भन्ने हो दर्शकहरूलाई हामीलाई केही भन्न छ कि मलाई त्यति खासै बोल्न त आउँदैन एकदमै गाह्रो मलाई गीत गाउन बरु सजिलो लाग्छ बोल्न एकदमै अप्ठ्यारो लाग्छ त्यो त मैले थाहा भइसकेँ बहिनीलाई गीत गाउन भन्दा बोल्न चाहिँ अप्ठ्यारो लाग्छ भन्ने थाहा भइसकेँ हजुर अब त्यही हो दर्शकबिनहरूले जे जति मलाई द भोइस अफ नेपाल मार्फत कति धेरै माया दिनुभयो मलाई होइन एकदमै ममाथि चाहिँ विश्वास राख्नु भएको थियो आफ्नो भाषा आइहाल्दै फेरि ठिकै छ त्यो राम्रो त्यो अब भोटिङ राउन्ड पुग्न नसकेर त्यो सपना चाहिँ पुरा गर्न सकेन त्यसको लागि माफी पनि चाहन्छु आउँदो दिनमा चाहिँ म दादाको सपोर्टले एकदमै तपाईँहरूको मनमुटुमा बस्न फेरि पनि आइसकेकी छु हजुरहरूले सपोर्ट गर्नु होला मलाई भन्न चाहन्छु उतैको भाषामा अलिकति भनिदिँदा पनि हुन्छ सबैभन्दा पहिला नमस्कार ढोग्दिया सबैलाई तपाईँ सबैकै झिक्कै झिक्कै सम्झना छ झिक्कै झिक्कै माया छ तपाईँ सबैले मलाई यति धेरै माया दिनुभयो दिया अनि मबाट केही कमी कमजोरी भयो होला मैले हजुरहरूले तपाईँ सबैले मुखी यति धेरै माया दिया होइन त्यही नै मेरो लागि धेरै ठुलो कुरा हो अब द भोइस अफ नेपालमी मात्र नभइकन त्यहाँबाट बाहिर पनि तपाईँ सबैले त्यति नै धेरै माया दिनुहुनेछ अनि त्यही हो धन्यवाद भन्न चाहन्छु मैले सबै बुझिन रहेछ जे होस् होइन ओके हुन्छ नेपाली बोझाङ्गी भाषा मिलाएर बोले ओके ल सञ्चिता बहिनी अहिलेलाई बिदा हौँ है हस् ल बाई बाई यति बेला म काठमाडौँको बुढानीलकण्ठ 5 शिवपुरीमा पर्ने डाँडागाउँ भन्ने ठाउँमा छु यहाँ आइरहँदा ग्रिन भ्याली रिसोर्टभित्र छिरिएन भने मजै आउँदैन आउनु होला एकचोटि एकदमै राम्रो छ बस्नको लागि खानको लागि र यहाँबाट टक्क दृश्यहरू अवलोकन गर्नको लागि प्राय म आइरहने ठाउँ हो यो ग्रिन भ्याली रिसोर्ट एकदमै राम्रो छ रमाइलो है एकदमै मजाले इन्जोय गर्न सक्नुहुन्छ दामी छ वाउ यहाँबाट आउँछ मजा हैन घुम्नको लागि एकदमै मजाको ठाउँ छ यहाँबाट फोटो खिच्नको लागि हेर्नको लागि यहाँबाट तल हेर्नुहोस् यो सब यो तल रिसोर्टको जग्गा हो यो सबै तल अझै दामी छ अझै मजेदार ठाउँ छ एकचोटि अवश्य घुम्नलाई आउनु होला यता बस्नको लागि पनि उत्तिकै राम्रो व्यवस्था छ आउनु होला भन्न चाहन्छु